जेनजी आन्दोलनपछि नयाँ परिस्थिति पैदा भएको छ। अब चाहिँ राजनैतिक दलहरू नयाँ पनि खुल्दैछन्, पुराना दलहरू त हुनै भइहाल्यो। पुराना दलहरू पनि विभिन्न खेमामा विभाजित भएका छन् र एकता पनि हुँदैछ। तपाईँहरू चाहिँ कसलाई, कस्तो पार्टीलाई भोट दिने सोच्दै हुनुहुन्छ? कुनै त्यस्तो पार्टी बनिसकेको छ जसलाई चाहिँ तपाईँलाई अब चाहिँ भोट दिँदा यो देशमा परिवर्तन हुन्छ? विशेष गरी यो जेनजी आन्दोलनपछि जुन म्यान्डेट छ त्यो चाहिँ भ्रष्टाचार मुक्त नेपाल र सुशासनयुक्त नेपाल, त्यसको लागि चाहिँ आवश्यक नेतृत्वसहित, आवश्यक प्रणालीसहित स्थापित गर्न सक्ने पार्टी बनिसकेको जस्तो लाग्छ। तपाईँ कसलाई भोट दिने सोच्दै हुनुहुन्छ? अनि अन्तिममा मतदाता नावलीमा नाम दर्ता गर्नुभयो, त्यो पनि लेख्नु होला है। दुईवटा एन्सर। जसले चाहिँ मतदाता नावलीमा नाम दर्ता गर्नुभएको छैन उहाँहरूले दर्ता गर्न जानुहोला। अब समय एकदमै सीमित छ र राष्ट्रिय परिचय पत्र बनाइसकेका साथीहरूले यो मतदाता परिचय पत्र बनाउन सहज रूपमा सम्भव हुने भएको छ। त्यही चाहिँ डाटाले नै काम गर्ने भएको छ। त्यस कारणले गर्दाखेरि यो सहज अवस्थाले पनि उपयोग गर्नुहोला। अनि कसलाई मत दिन सोच्दै हुनुहुन्छ? त्यस्तो पार्टी बनिसक्यो कि बन्नु आवश्यक छ कि त्यस्तो बन्ने सम्भावना देख्नु भएको छ कि तपाईँ आफै त्यस्तो कुनै अभियानमा जोडिँदै हुनुहुन्छ कि? कमेन्ट गर्नु होला है त।